त्यो अम्बा काटेर किरा हेर्नु मन लागेको कुन चाहिँ अम्बा उयो हेरेर खा भन्नु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आजको दिनमा हामी बिहानै उठेर यसो मर्निङ वाकतिर लाग्दैछौँ है साथीहरू। तपाईँहरूको के छ हालखबर? अरू पनि हिँडिरहेको छ, अगाडि एकजना छ, अहिले हामी यसरी हिँडिरहेछौँ। अब म सानैदेखि हुर्केको गाउँ हो यो पिच रोड पनि थिएन पहिला। यो हिँड्ने बाटो अहिले चाहिँ एकदम राम्रो छ। सुरुमा स्कुलमा पढ्दाखेरि चाहिँ, अहिले त स्कुल खारेज भइसकेको छ, सुरुमा पढ्दाखेरि म पढेको स्कुल चाहिँ यो भित्र, यो कम्पाउन्डभित्र थियो। ल हेर्नु, पहिला रुखको तल बसेर नि पढाउँथ्यो कि, यो धेरै पछि चाहिँ यो स्कुलको नाम लामाटोल स्कुल हो। ल हेर्न सक्नुहुन्छ, यहाँ म पढेको 1 कक्षादेखि 4 कक्षासम्म। 4 कक्षा पछि चाहिँ म बजार स्कुलतिर पढ्न गएँ। यहाँनिर 4 भन्दा माथि थिएन यो स्कुल हो हेर्नु होइन, म पढेको। तर यो अहिले खारेज छ के। नमस्कार अङ्कल, ठिक छ हजुर? आरामै छु। हजुरले आरामै हो? यो स्कुलको बसहरू चाहिँ आउँछ। त्यो अघि सुरुमा देखाएको जुन बस थियो त्यो चाहिँ अलि ओभर स्पिडै थियो। यो चाहिँ ठिकै आयो है, बिस्तारै आरामले। स्कुलको बस चाहिँ खासै ओभर स्पिडमा लिएर जानुहुन्न। यहाँ एउटा घर छ कि, यो घर अगाडि एकदम राम्रोसँग यो घाँसहरू रोपेको छ कि, हेर्नु न साथीहरू, एकदम राम्रो छ। यो सधैँ काटेर मिलाएर होइन, चाइनिज दुबो चिटिक्क बनाएको छ। ल हेर्नु यो घरको सब हिँड्छन् है। यो बाटो चाहिँ एकदम यो मर्निङ वाकको लागि तयार गरेको बाटो जस्तै भएको छ। यो रिङ रोड हो, खास गरी गाडीको त्यस्तो व्यस्त चाहिँ हुँदैन। ल हेर्नु, अगाडि पनि हिँडिरहेछन्। यतापट्टि जानुभयो फुपूहरू, अब हामी चाहिँ सिधै जान्छौँ। यो चाहिँ म्याजिक पार्क। यो बाटो नारघाट जान्छ। यो बाटो चाहिँ शक्तिखोरतिर जान्छ है साथीहरू, पदमपुर पनि जान्छ। जीवन पिताकै यो मन्दिर पिताकै, त्यसैले गर्छु म महिमा पिताकै। यो रुखहरू छ नि, सुकेको रुखहरू, यो घरको छेउमै छ। भोलि गएर चाहिँ होइन, यो रुख लड्यो भने घरलाई असर गर्छ। यो समयमै यसलाई चाहिँ काट्नु जरुरी जस्तो लाग्छ है मलाई चाहिँ। त्यो थुप्रो रुखहरू सुक्या रहेछ। अनि तल हिँड्ने बाटोमा हिँड्ने मान्छेहरूलाई पनि लाग्न सक्छ यसको हाँगाले होइन। यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ है सरकारले। खोइ त दुना टपरी उद्योग यहाँ पो छ त। दुना टपरी उद्योगै छैन त्यहाँ। जङ्गलको छेउमा चाहिँ तार हालेको छ। तारमा चाहिँ दुना टपरी उद्योग भनेर लेखेको छ। दुना टपरी उद्योगै छैन त्यहाँनिर होइन। अचम्म छ है साथीहरू। हामी चाहिँ साथीहरू करिब घरदेखि जखडीमाई मन्दिर छ यहाँसम्म चाहिँ हाम्रो बिहानको मर्निङ वाक चाहिँ गर्छौँ। यहाँसम्म करिब 2 किलोमिटर रहेको छ। धेरै स्कुल बस आएको, एकदमै स्कुल बस हिँड्ने ठाउँ हो यो। अब विद्यार्थीहरू धेरै छ र घरदेखि यहाँसम्म आउँदा करिब 2 किलोमिटर हामी हिँड्यौँ। अब यहाँदेखि फर्किन्छौँ। यो एउटा चोक छ, त्यो चाहिँ जखडीमाई टोल विकास संस्था अन्तर्गत। यो जखडीमाई मन्दिर पनि छ यहाँ। यो ऐतिहासिक जखडीमाई मन्दिरमा हार्दिक स्वागत गर्छौँ भन्ने एउटा बोर्ड छ। यो मन्दिरहरू छ, योभन्दा भित्र पनि मन्दिर छ। भित्र मन्दिर छ। यतापट्टि चौर छ एउटा यहाँ। त्यो चौरमा चाहिँ
यहाँको खेलाडीहरू भर्खरको युवाहरू चाहिँ फुटबल खेल्छन् यहाँ। त्यो मन्दिरको परिसर यहाँनिर चाहिँ सधैँ डेली यो ब्याडमिन्टन पनि हुन्छ। यहाँ मगरगुठी पनि रहेको छ। यस्तो छ हाम्रो चाहिँ। हामी चाहिँ यहीँबाट फर्किन्छौँ घरतिर। यो बाटो छ नि, यो जङ्गलतिर गएको छ यो बाटो होइन, पिच राम्रै छ। यो बाटोबाट गयो भने चाहिँ हामी सिमलढापतिर जान्छौँ। मेन भनेको जखडीमाई मन्दिर यो हो। यहाँनिर धेरै भक्तालुजनहरू पनि आउँछन् मन्दिरमा पूजा गर्नको लागि। यो जखडीमाई मन्दिर हो। हाम्रो चौर चाहिँ यहाँ छ। सानोमा चाहिँ यो चौरमा फुटबल खेल्न आउँथ्यौँ। आजभोलि फुटबल खेल्ने चाहिँ गरेको छैन, मर्निङ वाकसम्म चाहिँ गरेछु। तर पनि यो चौर चाहिँ एकदम महत्त्वपूर्ण चौर हो हाम्रो। यो चौरमा बिहान मर्निङ वाक पनि गर्छन्, अहिले पनि गरिरहेको छ 1-2 जना। तर जङ्गलको भित्र यति बिहानै आएर मर्निङ वाक गर्न चाहिँ उचित चाहिँ होइन। अब हामी घर फर्किँदै साथीहरू। लास्ट हामी जखडीमाई मन्दिरसम्मको यात्रा त के भनौँ, मर्निङ वाक गऱ्यौँ। त्यसपछि हामी अब घर फर्किँदैछौँ। अब आजलाई यति नै है साथीहरू। कारमा उज्यालो मार्ग देखाउने पिता, त्यसैले विश्वास गरौँ सदा हाम्रो सहारा। ल हेर्नु कर्नीको साग हेर्नु होला, कर्मीको साग। ल केही भन्नु छ भने भन्नु। केही छैन, थ्याङ्क यू। तातो पानी खानु पर्यो साथीहरू। मर्निङ वाक गरिसकेपछि अन्डा खानुपर्छ। ल हुन्छ।